हाम्रो दिदी कति धेरै मान्छे हुनुहुन्छ अहिले त यो साल त ओ माई गॉड लास्ट धेरै मान्छे कस्तो राम्रो देखेको थिएन चस्माले दिदी दिदी के भन्न चाहनुहुन्छ गुच्चीको चस्मा कालो गुच्चीको चस्मा कालो यता पनि आउँदै हुनुहुन्छ मान्छे लास्ट धेरै यार हाम्रो काका काकी बोजू यहाँ भदै फुपू हेलो 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 लास्ट धेरै मान्छे हुनुहुन्छ यार यो निजान बजारको दृश्य यता बाजे पनि हुनुहुन्छ यहाँनिर पूजा गर्ने ठाउँ खुकुरी बोक्नुपर्छ यो है दृश्य भीड़ क्या यो भीड़ यहाँ हेर्नु है एउटा भाइ क्या कति मस्किरहेको छ हेरौँ त गाडी आम्मा ब्लग हेर्नु सक्नुहुन्छ आज चाहिँ कार्यक्रम पनि हुँदैछ सबैजना आउनुहोला ब्लग हो क्या ब्लग यहाँ लेखेको छ सवारी साधन प्रवेश गाडी यो चाहिँ पार्किङ हो क्या गाडीहरू यो भाइ चाहिँ क्या मसिनले बोलेको फोनमा यत्रो भाइ छ भेट्नु भएन कस्तो लाग्यो निशान बजार एकदम दामी रमाइलो भयो मजा भयो यता हाम्रो पनि देखा मलाई किन भरे टिकटकतिर हाल्नुभयो भने सब अनि मेरो आइडी खोज्यो भने चाहिँ के दिनुहुन्छ मेरो आइडी थाहा नभइदियो नि सब्सक्राइब गर्नु होला होस् नखाइदेऊ न जबरजस्ती गर्नु हुँदैन फेमस हुन्छ र ऊ हाम्रो दाजु बाहिर निस्किनै सकिँदैन के छ आइडी हजुर आइडी के छ सब्स्क्राइब गर्नु सब्स्क्राइब मेरो छ रे नामै अप्ठ्यारो त्यही त लिम्बू कुरा अनि कहाँ नि च्यानलै ग्रो हुँदैन नि यसरी नामै भन्नु लाग्यो
भर्खरै 19वटा कि 20वटा सब्स्क्राइब हुँदैछ अनि त्यही त्यस्तो भने। मलाई ठिक लाग्दैन। म 21 मा अनि सब्स्क्राइब हुन्छ नि त अनि आन्टीको यो थर्कु बजारको माहौल गाइजहरू पल्लो कि अल्लो पो उयो भित्तामा हो र सस्तो पाउँदैन यहीँ किन यहीँ हामी चाहिँ श्रेष्ठ खै भेना थियो नि यहाँनिर आएको नि कहाँको थर्कु बजार यहाँ हामी चाहिँ सामान किन्नु आएको गाइजहरू बियर सोध्छु जेनीमा छ होला नि दिँदैन त्यहाँ थर्कु बजार तपाईँहरू पनि यो साल आउनु भएन भने अर्को साल चाहिँ आउनु न मजा आउँछ यहाँ लास्टै म चाहिँ साँच्चै होला बजार त ठिकै हो कि यस्तै हो कि यो निशान बजार एकदमै राम्रो छ क्या तपाईँहरू पनि आउनु होला यहाँ दिदी बहिनी खुट्टाको हालत यस्तो छ क्या यहाँनिर अगाडि बनाउनु क्यामेरा अगाडि बनाउनु धेरै छ क्या यहाँनिर बजार कसरी हो गोर्खा कहाँ पो देख्दै थियो त उयो ए खुल्ला हो यो चाहिँ लानुपर्ने क्या यो पहिला साह्रै खान्छु भयो करेन्ट एउटा रम्फम एउटा ग्लेन पनि रहेछ क्या यो ग्लेन यो पानी बोक्नु पहिला हामी बोक्थ्यौँ क्या यस्तो पानी यस्तोमा अब यो मामा चाउचाउ हेर्नु त पहिला हामी खान्थ्यौँ दाजुकोमा आओस् भन्ने क्या अर्कोमा राखेको भनेर पो भन्नुपर्छ घरकोमा रहेको आउनु होला कसरी उहाँ चाहिँ कसैले 900को थुक्पा छ अरे आउनु होला पैसा यस्तो हाँसिरहने दाइकोमा चाहिँ आउनुपर्छ है हामीले यत्रो सामान लग्यौँ हिसाब किताब क्लियर हिसाब क्लियर के भन्नु तपाईँको उताले हेर्नु त तपाईँको के भयो त चाउचाउ 2 कार्टुन भयो रेफुल एउटा भयो चिसो 2टा भयो अब यता आउनु ल यो मुस्ताङ एउटा भइहाल्यो यसलाई चाहिँ कति हो दाजु एउटा चलाउनु भने ल्याएको 180 देखि माथिको जति पनि भयो यहाँले म गर्छु भिडियो यसरी हुँदै ल यो चाहिँ थर्कुमा रहेको किराना पसल रहेछ यो दाजुकोमा होलसेल होलसेल एकदम राम्रो प्राइसमा दिनु हुँदो रहेछ यो चाहिँ बजार यहाँ भयो भने रिङ रोडको ट्याक्कै अगाडि छ है सबैले आएर किन्नु होला यहाँ आन्टी साह्रै हँसिली हुनुहुन्छ साँच्ची हो हाँसिले रसिले साँच्ची एकदम मजाको बोलीले पनि मान्छेलाई तान्छ नि त होइन आन्टी
व्यापारी हुनुको लागि चाहिँ त्यही भएर यहाँ आउनलाई साथीहरू किन्नु बजार थर्कु बजारकोमा तपाईँहरू पनि आउनु है मैले 3-4 खेप भनिसकेँ होइन गाइस जो चाहिँ माथिको घर रहेको छ तपाईँहरू पनि आउनु है नेक्स्ट टाइम नेक्स्ट वर्ष अर्को वर्ष आउनु होला यो डाँफे पनि छ यहाँनिर हेर्नु होला यहाँ पनि छ यस्तो पनि छ यो चाहिँ खासगढीमा आउनुहोस् आउनुहोस् सानो भाइ भाडा दियो के गर्यो हौ ला के गरेर फुटायो हौ कति दिएको 150 त्यहाँ छैन रहेछ भित्र अलिअलि परेछन् गएर उयो पल्लोमा छ कि